यसो मैले सोचेको 4वटा बिहे गर्छु भनेर सोचेको है गाइज। एउटा पुलिसले बिहा गर्छु भन्ने सोचेको, पुलिसले बिहा गरेपछि त अब टेन्सनै भएन, कसैको डरै भएन होइन। एउटा डाक्टरले बिहा गर्छु भनेको, म बिरामा थोरै यसो सेवा सुविधा गर्ने होइन। एउटा किसानी बुढी बिहा गर्छु भनेको, किसानी बुढीले मलाई मजाले अर्ग्यानिक खानाहरू ल्याएर खुवाउँछ, म कति मजा, टेन्सनै भएन। अर्को एउटा वकिलले बिहा गर्छु भनेको, सानोतिनो केसहरू त डिसमिस भइहाल्छ। तर राति सुतेको सपना देख्दाखेरि त एक्कासी चारैजना आएर पुलिसले भन्छ साले तँलाई गोली ठोक्ने, उठ उठ भन्छ। डाक्टरले भन्छ यसलाई त बिहोसको सुई लाएर म त मजाले मार्छु भन्छ। अर्को किसानी बुढीले भन्छ यसलाई त चक्कुले हालेर मार्छु भन्छ। अनि वकिलले भन्छ तिमी तिनजना मिलेर यसलाई मार, यसको डिसमिस गर्दै, यसको केस डिसमिस गरिदिन्छु म भन्छ। भएन हो, बिहा गर्नुभन्दा त यो कोदालो समातेर मजाले काम गर्नु ठिक छ भनेर म त यता बगानतिर आएको गाइजहरू। कस्तो छ लाइक कमेन्ट ठोको है।